टिकटक में ठगी धंधा 1000 को लुगा किन्दा हजारौं लुटपाट के कसरी हुन्छ मान्छेको खाता ह्याक के तपाईँ टिकटकमा राम्रा राम्रा लुगा देखेर अर्डर गर्दै हुनुहुन्छ 2000 को लुगा 1000 में किन्ने लोभमा टिकटकमा हालचालै टिकटकमा बेबी बजार जस्तो नामको एउटा पेजले सर्वसाधारणको बैंक खाता नै ह्याक गरेर लाखौं रुपियाँ लुटिरहेको छ। सुन्नुभयो भने तपाईको होस उड्छ। यो घटना मैसँग भएको छ। मैले 2400 को बच्चा स्कुटी अर्डर गरेँ अनि भने हाफ पेमेन्ट गर्नुपर्छ। मैले हाफ पेमेन्ट गरेँ, आफ्नो एड्रेस पनि पठाएँ। त्यसपछि उले मलाई स्टेटमेन्ट पठाउन भने मैले स्टेटमेन्ट पठाएपछि त्यसपछि उले रिप्लाई गर्ने छोडे। अनि अर्को दिन कन्ट्याक्ट गर्दाखेरि उले भन्यो वेट गर्न। मैले वेट गरेँ एक दिन, अर्को दिन वेट गरेपछि अर्को दिन मेसेज गरेपछि उले व्हाट्सएपमा फोन गर्यो। व्हाट्सएपमा फोन भएन भने इमो नम्बर भेज्यो अनि त्यस इमो नम्बरमा मैले फोन गरेर मैले पैसा पठाएको छु दाइ के भयो भने अनि उताबाट जवाब दियो पैसा आएको छैन, मैले जे भन्छु त्यो गर्नु त्यसपछि बल्ल पैसा आउँछ। मैले भने त्यसपछि के गर्नुपर्छ दाइ? अनि उताबाट भन्यो मैले जे भन्छु त्यो गर्नु। ठिकै छ दाइ भन्नु। अनि उले मलाई ई सेवा खोल्न लगायो। मैले ई सेवा खोल्यो। क्यूआर कोड पठाएको थियो, त्यो क्यूआर कोड स्क्यान गर्न लगायो अनि रिमार्कमा उले लेख्न लगायो। त्यसपछि एमाउन्टमा खातामा कति पैसा छ भने त्यो पैसा हाल्न लगायो। त्यसपछि प्रोसेसमा छिटो छिटो प्रोसेस गर्ने भन्यो। त्यसपछि मैले उलाई भने यो प्रोसिड गर्दाखेरि त पैसा गइहाल्छ। अनि उले भन्यो टेन्सन लिनु पर्दैन, ढुक्क भएर गर्दा हुन्छ। पैसा 1300 जुन तपाईले हाल्नु भएछ नि हाफ पेमेन्ट, त्यो पैसा अहिलेसम्म आएछ नि। यो गर्दाखेरि यो प्रोसेस गर्दाखेरि त्यो पैसा रिटर्न आइहाल्छ। मैले बुझिहालेँ यस्तो गर्दाखेरि त पैसा त गइहाल्छ डाइरेक्ट। अनि मैले भने तपाईँ त ठगी मान्छे हुनुहुन्छ, मैले थाहा पाइसक्यो। त्यसैले यो भिडियो बनाउन बाध्यता भयो। म यो भिडियो सबैलाई सचेत हुन गराउन चाहन्छु कि अनलाइनबाट सामान सक्दोको लोभमा नमगाउनु होला। प्लिज यदि मगाउनुहुन्छ भने क्याश अन डेलिभरी मात्र पेमेन्ट गर्नु होला। धन्यवाद। यही सक्दो सेयर गरिदिनु होला ताकि अरू पनि यस्तो ठगी धन्दामा नपरोस्। धन्यवाद। जय नेपाल।